के छ खबर? सन्चै हुनुहुन्छ? स्वागत छ है हजुरहरूलाई मेरो युट्युब च्यानल जेपी लाइफमा। प्लिज मनपर्छ भने हेरिदिनु होला। यो भिडियो कस्तो लाग्छ भन्नु होला। आजसम्म सपोर्ट गरिदिनु भएको छ, अझ पनि सपोर्ट गरिदिनु होला र आशा छ हजुरहरूले सपोर्ट गर्नुहुन्छ। हजुरहरू सबैजनालाई स्वागत छ धेरै धेरै। आज चाहिँ म हजुरहरूलाई चिन्नुभयो यो के हो? पहिला त हजुरहरू आफै गेस गर्नुहोस् ल यो के हो। यो चाहिँ खासमा मासको दाल हो। मासलाई या मासको दानालाई या मासको गेडालाई चाहिँ मजाले एक रातभरि भिजाउनु होला। त्यसपछि मजाले त्यसलाई चाहिँ मिक्सरमा पिस्नु होला। यसरी हल्का पानी राखेर त्यसमा चाहिँ नुन, खुर्सानी चाहिँ स्वादअनुसार, अलिकति थोरै मरिच, अलिकति लसुन अदुवा सबलाई चाहिँ यही दालमै सिधै राखेर मिक्सरमा चाहिँ मजाले ग्राइन्ड गर्नु होला। त्यसपछिबाट यो यतिको बन्छ। यो चाहिँ एकदमै रेडी भइसकेको छ। यस्तो छ है। अब यसमा चाहिँ यो चाहिँ खास मासको फुरौला बनाउन गइरहेको छु म चाहिँ। यो चाहिँ स्वास्थ्यको लागि पनि राम्रो हुन्छ अनि यो एकदमै खानामा पनि एकदमै टेस्टी हुन्छ। मैले चाहिँ यहाँ तेल तताउन बसालेको छु मासको फुरौला बनाउनको लागि। यो तात्दैछ, त्यही भएर मैले हजुरहरूलाई एउटा यो रेसिपी चाहिँ सेयर गर्न चाहेँ। यो चाहिँ यतिको बनाएको छु मैले। यसमा सब कुरा मिसाएको छु, सब कुरा राखिसकेको छु, हल्का बेसार पनि राखेको छु। अनि यसमा धनियाँ हजुरहरू चप गरेर पनि यतिकै काटेर धुलो बनाएर पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ यसमा नै सिधै मिक्सरमा सिधै नै मिक्स गरेको छु। त्यसले गर्दा चाहिँ स्वाद अझ राम्रो आउनु पर्छ र यसको कलर पनि अझ राम्रो आएको छ। पहेँलो पहेँलो हरियो हरियो आएको छ। अब यसलाई चाहिँ फुरौला बनाएर देखाउँछु है त म। आज चाहिँ साथीहरू यहाँ धेरै दिनपछि घाम लागेको छ धनगढीमा। 2-3 दिनदेखि झरी मात्र परिरहेको थियो, त्यही भएर सबका घरमा प्रायः लुगा छन्। आज एकादशी पनि हो अनि बल्ल बल्ल आज कति दिनपछि घाम लाग्छ। सबका कौसीमा चाहिँ कपडा नै छन् आज। अनि मैले भन्न खोजेको चाहिँ साथीहरू यसको नाम, यो स्थानीय नाम चाहिँ यहाँ बटुक पनि भन्छ क्या यसलाई। मासको बटुक अनि मासको फुरौला, यसलाई जे पनि भन्न सकिन्छ होइन। अब आफ्नो आफ्नो ठाउँको आफ्नो आफ्नो नाम हुन्छ। हजुरहरूकोतिर चाहिँ के भन्छन् खै कुन्नी। हाम्रोतिर चाहिँ यसलाई बटुक भन्छन् यहाँ। मैले चाहिँ मासको फुरौला भन्छु। अब यसलाई चाहिँ तेलमा तार्नुपर्छ। यो तेल तातेको तेल तात्दै रहेछ। तातेछ साथीहरू। तेल तात्यो भने चाहिँ यसरी माथि माथि आउँछ। यसरी मैले चाहिँ सानो कराईमा बनाएको छु, जसले गर्दा चाहिँ तेल अलिकति कम युज हुन्छ। गहिरो छ यो अनि एकैचोटि धेरै पनि हाल्न सक्नुहुन्छ हजुरहरूले। यसरी यो चाहिँ एकदमै मिठो हुन्छ। हजुरहरूले खानुभएको छ कि छैन? खानुभएको छैन भने यो रेसिपी चाहिँ ट्राई गर्नु होला। खानुभएको छ भने त हजुरहरूलाई थाहा नै होला। अझ नयाँ तरिकाले हजुरहरूले बनाउनुहुन्छ भने सेयर गर्नु होला। कसरी बनाउनुहुन्छ कमेन्ट गरेर भन्नु होला। मैले चाहिँ यसरी बनाएँ। यसलाई चम्चाले पनि हाल्न मिल्थ्यो, तर चम्चाले चाहिँ हाल्दा चाहिँ कति खस्ने भन्ने नै हुँदैन नि त। त्यही भएर हातले हाल्दा चाहिँ कत्रो कत्रो आकारमा बनाउने आफ्नो अड्कल अनुसार हाल्न पाइन्छ। यो चाहिँ विशेष गरी पितृ कार्यमा चाहिँ महत्त्वपूर्ण मानिन्छ। एकदमै बनाउँछन्। यो चाहिँ बनाउनै पर्छ किनभने मासलाई त शुद्ध मानिन्छ नि त। श्राद्धहरूमा पनि चढ्छ। त्यही भएर यो चाहिँ विशेष गरी चाहिँ श्राद्धहरूमा बनाउँछन्। तर श्राद्धमा बनाउँदा चाहिँ लसुनहरू राखिन्न किनभने लसुन प्याजहरू खान मिल्दैन। सादा रूपमा बनाइन्छ, नुन बेसारहरू मात्र राखेर। अदुवा पनि राख्न मिल्छ, त्यही भएर अदुवा पनि राखिन्छ। यो मासको फुरौला बनाउँदा चाहिँ आगो चाहिँ मिडियममा राख्नु होला। मिडियममा बनाउँदा चाहिँ राम्रोसँग भित्रसम्म पाक्छ। योभन्दा ठुलो ठुलो पनि हाल्न सक्नुहुन्छ हजुरले, ठुल्ठुलो डल्ला। तर यति सानो सानो हाल्नुभयो भने चाहिँ सानोमा चाहिँ मजाले भित्रसम्म पाक्छ। त्यही भएर मैले चाहिँ सानो